हेलो नमस्कार साथीहरू। आज हामीहरू च्याप्टर 1 को वैज्ञानिक अध्ययन भन्ने पाठ 1 मा 4 नम्बरको ठमा विद्युतीय अवरोधको एकाइ ओहम इक्वल टु किलोग्राम मिटर स्क्वायर सेकेन्डको पावर -2 डट एम्पियरको पावर -2 हुन्छ भनी प्रमाणित गर्नुपर्नेछ। त ल यसलाई स्टार्ट गरौँ। पहिला यहाँ हामीलाई के दिएछ भने यो विद्युतीय अवरोध विद्युत अवरोध R इक्वल टु सूत्र के छ भने V इक्वल टु I भोल्ट। यो डट यहाँ रफमा भोल्टको अर्थ यो पोटेन्शियल फरक छ। यसको फर्मुला हुन्छन् कार्यशक्ति अपन चार्ज। त अब यसलाई हामी गर्दाखेरि W अपन QT मैले स्टेप 1 गरेको छु। यो कार्यशक्ति छन्। यसको फर्मुला हुन्छ F इन्टु D बल इन्टु दूरी र यो Q भनेको यहाँ देयरफोर I करेन्ट इक्वल टु फर्मुला हुन्छ करेन्ट इक्वल टु चार्ज अपन T। अब हामीलाई यो निकाल्नु छ भने Q इक्वल टु I इन्टु T। I इन्टु T त Q को I इन्टु T डट I। अब F भनेको बल छ। बलको परिभाषा त यसको सूत्र हुन्छन् M इन्टु A इन्टु D इक्वल टु I। अब I आयो I इन्टु I स्क्वायर इन्टु समय। अब यो मासको एकाइ के हुन्छ भने किलोग्राम प्रवेगको एकाइ मिटर पर सेकेन्ड स्क्वायर र यो डिस्टेन्स दूरीको मिटर I करेन्टको एम्पियर एको स्क्वायर डट समयको T भनेको समयको सेकेन्ड। अब यसको पावर 1 यसको पावर 1 आधार सेम छ भने गुणामा पावर जुटिन्छ। घाताङ्कको नियम छ यसमा पनि लागू हुन्छ भने 2 यसको पावर -2 एको पावर 2 इन्टु यसको पावर +1 छ भने माथि जाँदाखेरि माइनस त केजी मिटरको पावर 2 सेकेन्डको पावर -2 -1 यो एको पावर पनि तल +2 छ भने माथि गएर -2 हुन्छ। -2 इक्वल टु किलोग्राम मिटरको पावर 2 सेकेन्डको पावर -3 एको पावर -2 देयरफोर RHS प्रुभड। यो पोटेन्शियल फरक भोल्ट छ। यसको एकाइ छ W अपन Q गुणा गर्दाखेरि यहाँ आयो। बलको छ M इन्टु A दूरीको त मिटर हुन्छन्। मासको एकाइ केजी एक्सिलरेसन भनेको प्रवेगको मिटर पर सेकेन्ड स्क्वायर। अब यसलाई सरल गर्दाखेरि सिम्प्लिफाई गर्दाखेरि यति आउँछ। थ्याङ्क यू। र अब हामीहरू अर्को कक्षामा भेट्नेछौँ यस्तै प्रब्लम लिएर र त्यसको समाधान।